अहंकारबाट मुक्ति किन आवश्यक छ? Why should we renounce the ego? सारा विभेद, दंगा फसाद, मारधाड, झमेला, ईर्ष्या, क्रोध अनि तनाव र दुःखको जड हो अहंकार। अहंकारकै कारण आफू स्वयंप्रति पनि र अरूप्रति पनि हेर्ने दृष्टिकोण, एटिट्युड नै गलत हुन जान्छ। अहंकारको आश्रय स्थल हो मन। मनको चारवटा विभाग वा संकाय फ्याकल्टी हुन्छ, जसमध्ये पहिलो हो म भाव, आई फिलिङ, र यो नै मुख्य संकाय हो। बाँकी अन्य तीनमा स्मरण क्षमता, मेमोरी, कल्पनाशीलता, इमेजिनेसन र बुद्धि र विवेक, डिस्क्रिमिनेसन वा इन्टेलेक्ट। जब यो आई फिलिङ म भावलाई अत्याधिक महत्वका साथ म मेरो 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 र मलाई 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 भनेर प्रयोगमा ल्याइन्छ, तब म भाव, आई फिलिङले अहंकार वा इगोको रूप धारण गर्दछ र जीवनमा सुख शान्ति र प्रगतिको लागि अहंकार एउटा ठूलो बाधा हो। यो कुरा विलयमा बुझ्न सकेमा आफ्नो पनि र अरूको पनि धेरै कल्याण हुन्छ। अन्यथा अहंकारले व्यक्तिलाई पतन उन्मुख गराउँदछ। म राम्रो, म बुद्धिमान, म धनवान, मेरो जाति श्रेष्ठ, मेरो समाज श्रेष्ठ, मेरो ज्ञान श्रेष्ठ, मेरो धर्म श्रेष्ठ, मेरो परिवार संस्कारित, मेरो देश श्रेष्ठ आदि आदि। आफूलाई अहंकार रहित ठान्नु, तर अरूहरूले भने जे बोल्दा पनि र जे गर्दा पनि अहंकार र दम्भ देखाएर आफूलाई होच्याए जस्तो ठान्नु पनि वा अन्डर एस्टिमेट गरे जस्तो लाग्नु र मनमा चसक्क बिज्नु पनि अहंकारकै दोस्रो रूप हो। इगो थ्रु द ब्याक डोर भनेर जान्दा हुन्छ। कतिलाई लाग्दो हो मानिस भएपछि अहंकार पनि चाहिन्छ, यसले सफलताको लागि बल प्रदान गर्दछ। गलत। अहंकारले यदि बल प्रदान गर्ने भए वा मार्ग प्रशस्त गर्ने भए सबै अहंकारीहरू आज सफल हुने थिए। सफलताको लागि अहंकार होइन, प्रतिबद्धता, कमिटमेन्ट, साथै जागरूकता, अलर्टनेस, उत्साह, एन्थुजियाजम, ज्ञान, नलेज, सिप, स्किल, अनुभव, एक्सपिरियन्स र धैर्यता, पेशेन्स चाहिन्छ, न कि अहंकार वा इगो। आध्यात्मिक उन्नति र प्रगतिका लागि त सबैभन्दा ठूलो र मुख्य बाधा भनेकै अहंकार हो। Nothing is greater barrier or enemy than ego for spiritual advancement. अहंकार रहित हुनु भनेको दम्भ र घमण्ड रहित हुनु मात्र होइन, यो त म भन्नेको नै रूपान्तरण हो। मलाई नत्यागेसम्म मन विचार रहित हुँदैन। मन विचार रहित नभएसम्म साँचो शान्ति प्राप्त हुँदैन। साँचो शान्ति प्राप्त नभएसम्म आफ्नो वास्तविक स्वरूपको अनुभूति हुँदैन। आफ्नो स्वरूपको ज्ञान वा अनुभूति नभएसम्म मुक्ति र महासुखको प्राप्ति हुँदैन। तर यो अहंकारले त्याग्न भने त्यति सहज छैन। बरु पुरै समुद्रको पानी पिउन सकिएला, विशाल पर्वतलाई धुलो पारेर बालुवामा परिणत गर्न सकिएला, तर यो अहंकारबाट छुटकारा पाई निरअहंकारी इगोलेस हुन भने कठिन छ भन्ने पनि धेरैको मनमा होला। तर यो पुरै सत्य होइन। गाह्रो अवश्य हुन्छ, किनकि अहंकार कुनै वस्तु होइन त्यागेर त्यागिने। यो त अति चलाक मनको एउटा हिस्सा हो। तर पनि अहंकारमाथि वा मनमाथि विजय पाउन सकिन्छ। त्यसको लागि विज्ञान सम्मत विधि, साइन्टिफिक टेक्निक र आध्यात्मिक बुझाइ, हायर अन्डरस्ट्यान्डिङ को आवश्यकता पर्दछ। साथमा हामीले यो पनि भुल्नु हुँदैन कि धार्मिक र आध्यात्मिक भनिएका व्यक्तिहरू नै झन बढी अहंकारी र दम्भी भएको पनि पाइन्छ। फेरि अहंकार रहित हुनु भनेको नालीमै सुत्नु वा दासको झैं हरदम शिर नुहाउनु भन्ने पनि अर्थ होइन। अन्तमा करिब 98% भन्दा पनि बढी मानिसहरू, जसलाई विज्ञानको भाषामा होमो सेपियन्स अर्थात बुद्धिमान र चेतनशील यानि कि सोच विचार गर्ने प्राणी भनेर मानिन्छ। तर पनि यो होमो सेपियन्स केवल 5 वटा क्षुद्र काम कुराहरू, मैथुन, सेक्स, हिंसा
भायोलेन्स अनि विवादित काम कुराहरू, कन्ट्रोभर्सिस, तडक भडक अनि देखावटी क्रियाकलाप, शो अप र चर्को ध्यान खिच्ने वा एटेन्सन क्रिएट गर्ने, हाई साउन्डिङ जस्तो काम कुरा अनि सस्तो मनोरञ्जन प्रति नै बढी लालायित र आकर्षित भइरहेका छन्।